देवी उग्रचण्डी भद्रकालीको छोरा मान्छे शङ्कर हो शङ्कर। गुड मर्निङ गाइज, सबैजना सन्चै हुनुहुन्छ नि? सन्चो नभए नि तपाईँले छोड्नुहुन्छ र? हिजो भनेको होइन मलाई भोलि टाउको दुख्छ मिटिङमा नबोलाउनु भनेर। तपाईँ आज भोलि किन अल्छी हुनु भएको? सुपरभाइजर भएर अल्छी हुनु सुहाउँछ तपाईँलाई? किन सुहाउँदैन सर? म सुपरभाइजर भयो त, सुपरम्यान हो र 24 घण्टा काम गर्नलाई? सुपरम्यानले पनि कहाँ 24 घण्टा काम गर्छ त नि? त्यसलाई पनि त खानु पर्यो, हग्नु पर्यो, सुत्नु पर्यो, मुट्नु पर्यो, डुल्नु पर्यो। सुपरम्यान भनेर हुन्छ? तपाईलाई त सुपरम्यानको बारेमा सब थाहा रहेछ त सर। थाहा छ नि, मलाई त आइरन म्यानको बारेमा पनि सब थाहा छ। भनौँ? भयो भन्नु पर्दैन। अफिसको मिटिङमा आइरन म्यानको कुरा गर्ने तपाईँहरू? अनि के आइरन म्यानको मिटिङमा अफिसको कुरा गर्नु त? तपाईँलाई यो महिनाको स्यालेरी चाहिन्छ कि चाहिँदैन? चाहिन्छ नि, मेरो त अस्तिको महिनाको पनि दिएको छैन। छिटो दिनुहोस्। स्यालेरी चाहिन्छ भने मिटिङमा ध्यान दिनुहोस्, नत्र यो महिनाको पनि रोकिदिन्छु नि फेरि। मिटिङ 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 कति गर्नु मिटिङ? मिटिङ गर्दा गर्दा मेरो बुढीले मलाई चिटिङ गरिसक्यो। मिटिङले गर्दा चिटिङ? इन्ट्रेस्टिङ, तर कसरी? तपाईँ अविवाहित मान्छे हो, तपाईँ बुझ्नुहुन्न। कसले भनेको म अविवाहित भनेर? सानोमा भाडाकुटी खेल्दा 3 चोटि बिहे भइसकेको छ मेरो। त्यस्तो कुरा गर्ने भए त सानोमा मेरो 5 चोटि बिहे भइसकेको छ। जाबो 5 चोटि मात्रै? मेरो त भाडाकुटी खेल्दा दिनै बिहे हुन्थ्यो। यार तपाईहरू किन बच्चा जस्तो गर्नुभएको के? मलाई हल्कामा लिएको हो तपाईहरूले? हैट, यत्रो मोटो मान्छेलाई कसरी हल्कामा लिनु हो? एकाउन्टेन्ट म्याम। हजुर सर। उहाँहरू सबैको स्यालेरीबाट 500 काट्दिनुहोस्। हुन्छ सर, तर केले काट्नु सर? कैचीले कि चक्कुले? कैची चक्कुले होइन के म्याम, उहाँहरूको स्यालेरीबाट 500 घटाउनुहोस् भनेको। ए ओके सर, ओके। के को ओके? मेरो स्यालेरीलाई हात लाउने होइन है। मेरो स्यालेरीबाट 1 रुपियाँ पनि घट्यो भने म जस्तो नराम्रो कोही हुँदैन। त्यो त भन्नै पर्दैन नि, तपाईँ जस्तो नराम्रो कोही छैन पनि। स्वाद आयो कि अलिकति नुन छर्किदिउँ? नुन मात्र छर्केर हुँदैन क्या सर, अलिकति खोर्सानी पनि छर्किनु पर्छ। होइन खोर्सानी नछर्किम, मलाई पिरो मन पर्दैन। म लास्ट चोटि सोध्दैछु है, तपाईँहरू मिटिङमा बस्ने कि नबस्ने? हामी अघिदेखि मिटिङमै त बसिरहेको छौँ नि सर। मेरो मतलब मिटिङ सुरु गर्ने कि नगर्ने? त्यो त तपाईँले पो गर्ने हो त सर, तपाईँ हुँदा हुँदा हामीले गर्न मिल्दैन नि। किन मिल्दैन? मजाले मिल्छ, तर त्यसको लागि सरलाई हटाएर मलाई म्यानेजर बनाउनु पर्छ। रुको जरा। नै हुँदैन, तपाईँ म्यानेजरको लायक हुनुहुन्न। कसले भनेको लायक छुइनँ? यस्तो भैँसी जस्तो मान्छे चाहिँ लायक हुने, अनि म जस्तो फिट मान्छे चाहिँ लायक नहुने? म्यानेजर हुनलाई नलेज र एक्सपिरियन्स चाहिन्छ, फिट भएर हुँदैन, बुझ्नुभयो? तपाईँले मलाई के सोचेको म्याम? मलाई माइक्रोसफ्ट कम्पनीले अफर गर्दा पनि म नेपालमै के गर्छु भनेर बसेको मान्छे हो। चान्चु नै सम्झिनु भयो कि क्या हो? खोइ त, नेपालमा बसेर के गर्नुभयो त? के गर्नुभयो रे? देख्नु भएन यत्रो ठुलो कम्पनी चलाइरहेको छु? चलाउँछ तपाईँले, यो कम्पनी त म्यानेजर सरले चलाइरहनु भएको छ। यदि उहाँ नभएको भए यो कम्पनी पनि हुँदैन थियो। शाबास। कुरा चाहिँ सही गर्नुभयो म्याम तपाईँले, तर तपाईँको कुरा अधुरो भयो के? कसरी अधुरो भयो सर? तपाईँले भन्नुभयो म्यानेजर सर नभएको भए यो कम्पनी हुँदैन थियो। हो म मान्छु, तर म्यानेजर सर नभएको भए यो ठाउँमा खानेकुराको अभाव पनि हुँदैन थियो नि त। त्यो चाहिँ खोइ भनेको तपाईँले? वाट डु यु मिन? यो ठाउँको सबै खानेकुरा म्यानेजर सरले खानुहुन्छ भन्नु खोज्नु भएको तपाईँले? खानुहुन्छ होइन, खाइसक्नु भयो भन्न खोजेको मैले। हेर्दै जानुस्, यो ठाउँमा चाँडै भोकमरी फैलिन्छ अब। आर यु कमेडी मी? कसलाई फोन गर्नु भएको सर? तेरो हजुरआमालाई। बोल्छस्? हेलो बुढी, आजदेखि मलाई रातिको खाना नबनाऊ ल, म एक टाइम मात्र खान्छु। यहाँ सबैले मलाई मोटे भनिसक्यो। के रे, मोटेलाई मोटे नभनेर के भन्नु रे? तिमी मेरो बुढी भएर यिनीहरूको साइड लिन्छौ? ल राख, म मिटिङमा छु। आजको एजेन्डा के हो सर? ए बल्ल याद आयो एजेन्डाको, वाइयात कुरा गरेर पुगेको अब। ह्याट तेरिका, तपाईँलाई एजेन्डाको बारेमा भन्नुहोस् भनेको के, भाषण दिनुहोस् भनेको होइन। आजको पहिलो एजेन्डा, तपाईँहरूको कोट खोइ। अफिस आउँदा कोट नलगाइ आउने तपाईँहरू? सरी सर, मेरो कोट त साथीले भाडामा लगेको छ। अनि मेरो चाहिँ मुसाले। के रे? मेरो मतलब मुसाले काटेर सिलाउनेले लगेको छ सर। मलाई एउटा कुरा भन्नुहोस् त, तपाईँको घरमा मुसा भएको कि तपाईँ मुसाको घरमा भएको? महिनामा 3-4 चोटि त तपाईँको कोट काटेकै हुन्छ त मुसाले। के गर्नु सर, जहाँ राखे पनि मुसाले भेटिहाल्छ। बक्सा छैन तपाईँको? बक्सामा राख्नुहोस्। बक्सामा बुढीको लुगा छ सर। नाटकै हो। त्यसो भए दराजमा राख्नुहोस् न त, दराज त होला नि घरमा। दराजमा पनि बुढीकै लुगा छ सर। म अरू कुरा जान्दिनँ, भोलिदेखि प्रपर ड्रेसमा आउनुपर्छ। कोट टाई प्यान्ट केही छुट्नु हुँदैन, बुझ्नुभयो? प्यान्ट त कसले छुटाउँछ हौ सर? प्यान्ट नलगाए आयो भने त कुरी भइहाल्छ नि। प्यान्ट नलाए पनि कटु त लागेको हुन्छ नि, कटु लगाएपछि के को कुरी? ओ म्याडम, सबै केटाहरू एउटै हुँदैन, बुझ्नुभयो नि? कोही केटाहरू कट्टु नलगाए प्यान्ट लाउँछन्, जस्तो कि हाम्रो म्यानेजर सर। सर हेर्नु त तपाईँलाई के भनिरहेछ? भन्नुहोस्, जे भन्नु मन छ भन्नुहोस्। स्यालेरी दिने बेला बदलाइदिन्छु म सबसँग। मसँग पनि?
तपाईसँग त झन् डबल बदला लिन्छु सुपरभाइजर भएर कोट नलगाइ आउने अनि कोट खोइ भन्दा साथीलाई भाडामा दिएको छु भन्ने अफिसको कोट नै भाडामा दिन्छ कसैले सरी सर सरी म अहिले नै कोट माग्छु मेरो साथीलाई ओइ मेरो कोट फिर्ता दे लौ यो के भन्दै हुनुहुन्छ तपाईँ यही हो क्या सर मेरो साथी यसले नै मेरो कोट भाडामा मागेको थियो ओइ छिटो खोल मेरो कोट कौन है ये लोग खोल्दिन मैले तँलाई पैसा दिएको छु सुरुमा मेरो पैसा फिर्ता गर अनि मात्र खोल्छु अहिले पैसा छैन मसँग भरे घर पुगेर दिन्छु मेरो कोट दे छिटो त्यस्तो भनेर कहाँ हुन्छ भाइ सुरुमा नोट त्यसपछि कोट हेर्नु त सर मेरो कोट नै फिर्ता गर्दैन यसले अनि पैसा दिएपछि कहाँ फिर्ता गर्छ त भरे पैसा दिनुहोस् अनि फिर्ता माग्नुहोस् के बोले अनि तपाईँले चाहिँ उहाँको कोट किन भाडामा लिएको तपाईँको कोट चाहिँ के भयो मेरो कोट मेरो भाइले लगेको छ सर आज त्यसको इन्टरभ्यू छ अरे त्यसैले मेरो कोट लाएर गएको छ राम्रो धेरै राम्रो आज भाइलाई दिनुभयो भोलि दाजुलाई दिनुहोस् पर्सि बाबालाई दिनुहोस् अनि बिस्तारै बिस्तारै सारा गाउँलाई दिनुहोस् ल तपाईँको कोट हुन्छ सर तपाईँको कुरालाई नाइ कसरी भन्नु चुप लाग्नुहोस् भोलिदेखि कुरुक्क कोट लाएर आउनुहोस् भोलिदेखि जस्तै कोट लाएर आउँदैन त्यसलाई म फायर गरिदिन्छु फायर गरिदिन्छु कोट लाएन भन्दैमा आगो लगाइदिनु हुने फायर गरिदिन्छु मतलब जागिरबाट निकालिदिन्छु भन्नुभएको के ए त्यस्तो पो हो के गर्नु आफू त नेपाली मिडियम पढेको इङ्ग्लिससँग त दोस्ती नै छैन तल अब रिग्रेट हुँदैछ होला आजको दोस्रो एजेन्डा रहेको छ बजेटको दुरुपयोग यो महिनाको रिपोर्ट अनुसार हाम्रो बजेटको 50% पेट्रोलमा खर्च भएको छ कसलाई चाहिँदैछ यति धेरै पेट्रोल म त दिनभरि कम्प्युटरको अगाडि बस्छु है मलाई त केही थाहा छैन कस्तो थाहा छैन हामी मध्ये सबभन्दा टाढो घर तपाईँकै छ आउँदा जाँदै 2-3 लिटर पेट्रोल खान्छ तपाईँको गाडीले थाहा छ कि छैन त्यसमा मेरो के दोष कसले यति टाढो अफिस बनाउनु लागेको थियो त एक्सक्युज मी जब खोज्दै तपाईँ आउनु भएको थियो तपाईँलाई कसले यति टाढो जब एप्लाई गर्नु भनेको थियो मैले त अनलाइन जब होला भनेर एप्लाई गरेको नि कम्पनीको नाम चाहिँ अनलाइन गरेर काम भने सबै अफलाइन हुन्छ ठैट त्यसो भए रिजाइन गर्नुस् न त तपाईलाई कसले फोर्स गरिरहेको छ र यहाँबाट रिजाइन गरे भने अर्को काम चाहिँ कसले दिन्छ तपाईको बुढाले मेरो बुढाले किन दिन्छ तपाई आफै खोज्न सक्नुहुन्न अच्छा खोज्ने बित्तिकै काम भेटिन्छ नेपालमा कस्तो कुरा गरेको यो नेपाल हो म्याम यहाँ भगवान भेटिन्छ तर काम भेटिन्न बिल्कुल बिल्कुल त्यसैले भन्दैछु यदि कामको माया छ भने कम्पनीको रुल्स फलो गर्नुहोस् इमानदार हुनुहोस् क्लाइन्टको घर जाँदैछु भन्दै डुल्नु नजानुहोस् अनि तपाईँ एक्सेल सिट बनाउँदैछु भन्दै कम्प्युटरमा गेम नखेल्नुहोस् म त घरि मात्र खेल्छु सर सुपरभाइजर सर त जतिखेर पनि मोबाइल लेजेन्ड खेल्दै बस्नुहुन्छ हो सर हो मैले पनि देखेको छु सुपरभाइजर सरलाई गेम खेल्दै गरेको काम नभएपछि गेम नखेलेर के गर्नु त तपाईसँग जिस्केर बस्नु काम छैन भने मलाई भन्नुस् न म दिइहाल्छु नि काम थाहा छ मलाई तपाईले कस्तो काम दिनुहुन्छ भनेर आफ्नो क्याबिनमा बोलाएर मलाई मालिस गर्दै भन्नुहुन्छ म तपाईलाई मालिस गर्नलाई सुपरभाइजर बनेको हो अनि मालिस चाहिँ कुन पार्टको गराउनुहुन्छ नि कमर भन्दा माथिको कि कमर भन्दा तलको कहाँ पर्सनल कुरा सोधिरा त्यो उहाँहरू बीचको कुरा हो के हामीलाई भन्न मिल्दैन तपाईहरुलाई जागिरको माया छैन हो छैन भने भन्नुस् है म अहिले निकाल्दिन्छु तपाईहरुलाई आर यु कमेडी सर तपाईले हामीलाई धम्की दिएको हो धम्की चेतावनी जे सम्झिनु मन छ सम्झिनुहोस् मलाई त धम्की जस्तो लागिरहेछ हैन हैन सानो स्वरमा भन्नु भएको छ धम्की हुनै सक्दैन नि यो पक्कै चेतावनी हुनुपर्छ ए बाबा धम्की भयो नि चेतावनी भयो नि के फरक पर्छ बुझ्नुपर्ने कुरा बुझिहाल्नु पर्ने तपाईहरुले तपाईँ किन जान्ने भएको बोकाहरूको बीचमा बाख्री बोल्नु हुन्न थाहा छैन तपाईलाई के रे कसलाई बाख्री भनेको ए सरी गल्ती भयो बाख्री पो भनेछु हामी बोका भएपछि त तपाईलाई त बोकी नि पो भन्नुपर्छ त है अर्डर के नचाहिँदो कुरा भइरहेछ यहाँ सर तपाईँ म्यानेजर हो के जज होइन के को अर्डर भनिरा जज होइन हौ म्यानेजर सर पहिला वेटर हुनुहुन्थ्यो के त्यसैले अझै पनि उहाँको अर्डर भन्ने बानी गएको छैन मलाई लास्टै रिस उठिसक्यो है विचार गरेर बोल्नुहोस् तपाईहरु मलाई पनि लास्टै पिसाब आइसक्यो है छिटो मिटिङ सक्नुहोस् तपाईहरु ए पिसाब आयो तपाईलाई आउनुहोस् मेरो मुखमा मुत्नुहोस् मेरो कम्पनीमा त मुतिसक्नु भएको छ तपाईले अब म माथि मुत्नुहोस् सरी सर म तपाईँ माथि मुत्न सक्दिन तपाईँ माथि मुतेर म फोहोर चिजलाई अझै फोहोर पार्न चाहन्न सर I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn ain't that great.